ल भने नमस्कार भने अहिले हामी चाहिँ नयाँ बजार मेगन लाइफ हाउस शाखामा आए लामो समयको छोटो समयको अनुभवपछि आज आफ्नो घरमा चाहिँ रिबन मेसिन भित्राउन सफल हाम्रो प्यारी सरला आराम मम्मी हुनुहुन्छ भने उहाँको घरमा यो रिबन मेसिन जडान गर्दै गर्दाको एउटा सानो पल भने मम्मी कस्तो लागिरहेछ हजुरलाई? धेरै खुसी लागिरहेछ मलाई। धेरै खुसी आफ्नो घरमा आएपछि 3 टाइम गर्न पायो हैन, बिहान दिउँसो बेलुका हैन। बिहान खाली पेटमा गर्न पायो, दिउँसो खानुभन्दा अगाडि गर्न पायो, त्यसपछि राति खानाभन्दा अगाडि गर्न पायो हैन। त्यसै गर्नुपर्दा धेरै नै राम्रो भयो। अब मेरो यसमा अरू त होइन, मेरो छोरीको लागि लिएको हो मैले। अब छोरीलाई मलाई बिस्तारै ल्याउँछु, गराउँछु, उसको लागि धेरै राम्रो हो यो। म त अब 71-72 लाग्ने बेला भइसक्यो हैन। अब त के छ अरे मेरो जिन्दगी भनेको, अब उनीहरूको जिन्दगी लामो छ, उसको छोरा पनि छ, छोरी पनि छ, ज्वाइँ पनि अस्ति हार्ट अट्याक भएर बल्लनीको भएको छ। उहाँलाई पनि अब भोलि इन्डिया जाँदै हुनुहुन्छ, अनि अब आएपछि उहाँलाई पनि गराउँछु म। भने मम्मी यो हजुरले के सोचेर हजुरले जम्मा आएको कति 6 दिनमै मेसिन बुकिङ गर्नु भएको होइन? यो के सोचेर यति चाँडो हजुरले बुकिङ गर्नुभयो नि मम्मी? यस्तो नि, भविष्यमा केही छैन के हामीले लैजानु, आफ्नो शरीर बढी भयो भने चाहिँ सबै चिज पाउने हो। मैले के भने मैले हस्पिटलमा पनि काम गरिसकेको मान्छे हो होइन। त्यसपछि धेरै मैले सङ्घर्ष गरेकोले अनि लास्टमा यो सेराजिनले भेटाएँ मैले वीरगन्जमा होइन। त्यो सेराजिन भेटाएपछि सेराजिनले पनि धेरै राम्रो गरेको थियो मलाई। त्यसपछि मैले त्यो म्याथ लिएँ होइन। म्याथ लिएपछि मैले राम्रो भयो, धेरै राम्रो, बुवालाई पनि राम्रो, मलाई पनि राम्रो भयो। मैले जब यहाँ काठमाडौँ आएँ, अब बुवा बित्नुभयो होइन, यहाँ उहाँको माटो यहीँ रहेछ, म बित्नुभयो। बितिसकेपछि म वीरगन्ज गएर फेरि सेराजिनको म्याथ ल्याएँ, सुतेँ होइन। अनि अब त्यस्तो अवस्थामा मैले खोज्दा पनि पाएन, मैले ठाउँ देखेन। मेरो लेखेको यही रहेछ, मेरो मिगर ल्याबको रिबन मेसिनको उसमा लेखेको रहेछ मेरो तकदिरमा होइन। त्यही कारणले मैले त्यही 6 दिनमा मैले त्यहाँ देख्ने बित्तिकै मैले यहाँ मान्छेहरू सोद्धाखेरि यहाँ फल्ना ठाउँमा छ भनेर मलाई लग्यो होइन। लग्दाखेरि मलाई गर्दाखेरि राम्रो भयो। म कुप्रो भएर हिँडेको थियो, अलि मेरो ढाड कुप्रो भइसकेको थियो। अब त्यसैले गर्दाखेरि मलाई यो मेसिन चाहिँ मेरो लागि नै हो भेटाएको भनेर मैले धेरै खुसी लाग्यो कि मलाई। त्यही भएर मैले 6 दिनमै बुक गरेको। 6 दिनमा बुक गरे भन्दा मेरो यसमा यो 15 बलको चाहिँ पैसा धेरै पर्छ भनेपछि ओहो ए प्रभु, मलाई एउटा चाहिँ यसमा उपाय के 50 बल उपहारमा पाए त हुन्छ नि हामीलाई होइन भन्ने मैले सोचेको थियो। नहुँदै आयो होइन, पायो मैले, राम्रो भयो। 6 दिनमा मैले बुक गरिहालेँ, कसैलाई सोधेन मैले, उहाँ आफ्नै मनले नै बुक गरेको हो। भने मम्मी यो बुकिङ गर्ने पैसा हजुरले कसरी जोड जगाड गर्नुभयो नि? यो पैसा त मैले भने नि, म अहिले पनि त्यसरी म खर्च गर्दिनँ। पहिला पनि बुवा हुँदाखेरि त्यसै गरेको छैन। मेरो छोरीले दियो पनि म त्यति खर्च गर्थेन। आफ्नोलाई भोलि के गर्नलाई चाहिन्छ भन्ने म त्यो सोच्दै थिएँ कि। त्यो सोच्ने मान्छेले अनि अब कसरी जम्मा गर्ने होला, अनि अलिअलि गरेर जम्मा गर्दा मेरो ठ्याक्कै 1,50,000 थियो मसँग। अनि मैले भने नि 1,00,000 सुन त्यो बेलामा 1,00,000 चान्चुनमा आइसकेको थियो होइन। अनि छोरीलाई भन्दाखेरि अझै घट्ला कि भोलि पर्सि पाउनु न मम्मी भने भन्दा म बसिरहेँ। आफूलाई यो लेखेको रहेछ, उसलाई पनि सोधेन मैले, छोरीलाई पनि सोधेन। अनि मैले गएर बुक गरिसकेपछि मैले छोरीलाई भने, उसले दुःख मानेन। उसले राम्रै गर्यो, मम्मीलाई ल जे गर्यो मम्मीको खुसीको लागि राम्रै भयो भनेर उसले त्यस्तो मनमा गरेन। भने अहिले हजुर यो रिबन मेसिन आफ्नो घरमा अहिले भित्राउन पाउँदाखेरि हजुर धेरै खुसी छु म। अब मेरो छोरा आउँछ होइन, उसले पनि देखेको त छैन, यो प्याकिङ मात्रै देखेको हो, मेसिन त देखेको छैन उसले। मैले किताब पनि छैन होइन उसलाई देखाउनलाई। अनि मैले भने यो के हो भने मेरो छोरीले के भन्छ, मम्मीको एक थेरापी गर्ने मेसिन हो भने। यत्रो 3-3वटा छ भने 3वटै चाहिँ यहाँ फिट गरेको छ। तल वर्षा आन्टीका पनि छ, उहाँले चाहिँ फिट गरिसक्यो, मम्मीको नभ्याएर फिट नगरिकन राखेको। अब भोलि पर्सि सर आउनुहुन्छ अनि उहाँले फिट गरिदिनुहुन्छ भने ए राम्रै हो भने अब ऊ आउँदा देख्छ उसले पनि होइन। अनि भने मम्मी हजुरले हाम्रो त्यो नयाँ बजार लाइफ हाउसमा आएर थेरापी गर्ने बाबा मम्मीलाई उहाँलाई म त जहिले पनि जान्छु। त्यो दिदीहरू भेट्दाखेरि त्यो बहिनीले तपाईँले छ भनेर त्यो सुन लगाउने, गहना लगाउने, साडी लगाउने नसोच्नु होइन। आफ्नो शरीर हेर्नु, त्यसमा बचेकोमा अनि अरूलाई गर्ने। त्यो मोर्दा लिएर जानु पनि केही छैन। हामीले आफ्नो शरीर बल्यो भने आफ्नो सास जानुलाई सजिलो हुन्छ, कसैलाई दुःख दिनु पर्दैन।
अब एउटा मान्छे बिमारी हुँदा घरमा कतिजनाले तनाव हुन्छ, हस्पिटलले जाऊ, खाना पुऱ्याऊ, उसलाई कुरुवा बस, हरेकलाई गाह्रो हुन्छ नि यो कुरा त। त्यही कारण म चाहिँ यो चाहिँ चाहन्दिनँ कि कसैको घरमा नपरोस् भन्छु म, दुःख नभओस् होइन। हुनसम्म आफूले गर्नु, अब समय अनुसारले पैसा लाग्छ हो, त्यो त सामानको होइन। अब जे पनि त पहिला 1000 रुपियाँ पाउने लुगा अहिले 3000 4000 भन्छ, समय अनुसारले हिँड्नु पर्यो होइन। हामी लाउनु खाउनेमा हिँड्नेमा धेरै हेर्ने होइन, आफ्नो शरीरलाई हेर्ने म त। म त्यही भएर म सबैलाई दिदीबहिनीलाई त्यही भन्छु, अनुरोध गर्छु, दाजुभाइलाई अनुरोध गर्छु, तपाईँहरूले अल्छी नमान्नु, टाइम दिनु, लाइफ हाउसमा आउनु होइन, आफ्नो टाइम दिनु, त्यो गर्नुहोस् भनेर म त्यही भन्न चाहन्छु। ल पनि यति राम्रो रिबन मेसिन भित्राउने हाम्रो सिइओ सर व्यवस्था, अरे उहाँहरू त त्यो त मैले भने नि भगवान हो मेरो लागि त। उहाँ भगवानै आएर बनाएर ल्याउनु पठाएको के मेरो लागि त। मैले फर्स्टैमा मैले देखेको होइन, उहाँ मान्छे होइन, उहाँ भगवान हो, मान्छेको रूपमा पठाएको उहाँलाई। यति जनतालाई दुःख छ, तिमीले यस्तो गर भनेर उहाँलाई पठाएको हो। हामीले मात्रै मान्छे देखेको, तर उहाँ भगवानको रूपमा आएको। उहाँले बनाउनु भयो भगवानको रूपले, फेरि यहाँ उसमा ल्याउने, फेरि काठमाडौँसम्म ल्याउने उहाँले गर्नुभयो। उहाँ पनि ऊ मनमा राम्रै भगवानले पसेर पनि एक्लैले सक्दैन ऊ होइन। फेरि यसो भयो नि, वार र पार भयो नि होइन। अनि उहाँले त ल्याउनु सक्दैन, अनि उहाँको बिचमा फेरि उहाँको हात अर्को आयो, साथीहरू होइन, साथ दियो, अनि उहाँले तह होइन। हजुर फेरि त्यसमा पनि भगवान हो फेरि। धन्यवाद मम्मी, धन्यवाद। झन् त होइन, सचिन सर एकदम भगवान। मैले त अस्ति मैले आँखाभरि आँसुरा पनि आयो, कस्तो मलाई खुसी लाग्यो नि। मन एउटा ल्याउनु पनि हिम्मत गर्नुपर्छ नि। मान्छे मात्रै परेर मात्रै हुँदैन, सम्पत्ति मात्रै भएर हुन, सबभन्दा ठुलो मन हो के। मन सफा हुनु पर्यो हामीलाई, मन सफा भयो भने सबै चिज पाउँछ कि। मैले त्यही भन्छु म, कसैले केही मनमा कपट चाहिँ राख्ने होइन। मनमा छ भने त्यो छुचो भन्नुहोस्, जे भन्नुहोस्, तर मन सफा हुनु पर्यो के। त्यो भएपछि मलाई एकदम, उहाँ त मैले भगवानै भने नि, उहाँले त भगवानै भनेको थिएँ। मैले मेरो के सेराजिनमा पनि मैले त्यो पाउँदाखेरि तपाईँले ल यस्तै गरेर ल्याउनु भयो, यो तपाईँले पनि भगवानै हो। कस्तो कस्तो मान्छेलाई निको भएछ। अब यहाँ अर्को छोरा पाएँ मैले, त्यो भगवानै हो। धन्यवाद। अनि मम्मी हाम्रो लाइफ हाउसमा हजुरलाई यति धेरै सेवा गर्ने हाम्रो मिसहरूलाई ओहो, उहाँ त होइन पूर्वजन्मको खाएकै हो रहेछ त्यो बच्चाहरूले पनि के, नानीहरूले पनि एकदम खाएको रहेछ आमाहरूको सेवा गर्नलाई होइन, बुझाउनुलाई। कति मान्छे बुझ्नु गाह्रो हुन्छ होइन, कोही कोही अन्ठाउँछ, कोही कराउँछ, रिसाउँछ, त्यो कब्जामा गर्नु त गाह्रो छ नि। मान्छेले दिमाग हो सबैभन्दा के, मन दिनुपर्ने सक्ने, बोलीसम्म ठुलो बोली हो मन जित्नलाई होइन। हामीले पाउँछौँ भने मात्रै भन्नु हुँदैन नि। अब मलाई पनि कतिले जाने त छुचो भन्छ, तर मन त मलाई चिन्नेले त भन्छ होइन, उहाँ त त्यस्तो होइन, एकदम गर्छ। त्यस्तै हो, गाह्रो छ। बच्चाहरूले त धेरै गरेको सङ्घर्ष गरेर नगरिकन त केही पनि हिजो आज नयाँ मिस आउनु भएको छ नि। मैले भने मेरो छोरीको कारणले मैले सिकाउँदाखेरि माले त सङ्घर्ष गर्नु भएको छ। हो, सङ्घर्ष गरेर त अहिले राम्रो पाएँ नि मैले। अब यो 72 लाग्ने बेला भइसक्यो। म अझै पनि तपाईँको स्वर त के 16 वर्षको मान्छेको जस्तो स्वर छ भन्छ मेरो छोराछोरीले सबैले। मेरो अब मेरो आवाजै पिताले दिनुभएको मेरो होइन, सृष्टि गर्नुभएको त मैले गरेको त होइन यो होइन। म यतिकैमा जानु पाएँ म खुसी छु भन्थे कि मैले। जे पनि राम्रो भएको छ हजुरको शरीरमा सबै यो रिबन मेसिनले गर्दा राम्रो, धेरै राम्रो छ भने यति ताकत एलर्जी हुन्छ नि यसमा काम गर्नलाई। मैले भने त्यो सेराजिनमा जाँदाखेरि त्यस्तै हुने, त्यहाँबाट त्यत्रो आउँछु काम गर्छु, यत्तिकै थकै नलाग्ने, एक्लैले त्यत्रो लुगा धुने काम, घर सिङ्गैको 3 तला घरको सिङ्गै सफा गर्ने, फेरि बजार जाने, फेरि उहाँले के अरे दोकानमा टाइम दिने, हरेक काम गर्थेँ कि मैले। त्यो देख्दाखेरि मलाई एकदम खुसी भयो। अनि उहाँले भने हो रहेछ, राम्रै हो कि तिमीले त कस्तो हो, अब हामीले गरेको राम्रो त भन्यो। र कसैले के अहिलेसम्म हस्पिटलमा जानु परेर औषधि किनेर खानु परेको छैन हामीलाई भनेर मैले भने। उहाँले हो तिमीलाई त भने खोजी पहिलेदेखि हामी जानु सकेन, अहिले गएर पनि राम्रै भयो भन्नुहुन्छ कि उहाँले पनि। तर अल्छी चाहिँ मान्नु भएन, पछि थाहा पाएपछि उहाँले पनि थाहा पायो राम्रो रहेछ भनेर। हामी त्यहाँ सिराजीमा जाँदा सबैले मेरो हामीले त्यो सरले त भन्छ उहाँ मा र बा आउनु भने कति उज्यालो देख्छ उहाँहरू आएपछि, हेर्नुहोस् तपाईँहरूको अगाडि भनेर भन्छ क्या। त्यसरी अहिले यही कुरा हजुरलाई मिगनमा आइसकेपछि अझै राम्रो भयो, अझै भयो, यो त झनै राम्रो भयो नि। अब यहाँ खुट्टाको अलगै छैन, यसैमा छ सबै, खुट्टादेखि टाउकोसम्म सबै छ, रौँ रौँ केलाएर तपाईँ हजुरले लेक्चर दिनुहुन्छ। मैले त सबैलाई भन्छु त्यो थेरापी आएर गरेर मात्रै दिनु भएन, सबभन्दा 1 नम्बरमा त तपाईँहरूले
समय दिनु पर्यो। दोस्रोमा तपाईले लेक्चर सुन्नु पर्यो। त्यो लेक्चरको लागि रौँ तपाईले बताउनुहुन्छ। त्यो हिसाबले तपाईँ हिँड्नुहोस्, तपाईँले जिन्दगीमा रोड फर्केर आउँदैन। मैले त्यही भने के म हरेकले त्यही भन्थेँ। बाटोमा भेट्नलाई मान्छे पनि त्यही भन्ने, आफूले जो चिन्न जानलाई पनि त्यही भन्ने। मैले त्यो हुनुसम्म राम्रो होस्। अब हिजो ल्याएको आमालाई मैले भने नि 3 महिना अगाडि गरेको, एक ठाउँमा गयो 3 लाख खर्च गयो, एक ठाउँमा गयो 1 लाख खर्च, 4 लाख त गयो। अनि मैले तपाईँले मैले त्यही बेलादेखि हिँड्नुमा भन्दाखेरि तपाईँ मान्नु भएन। अब 4 लाख त्यो छोराले कहाँबाट ल्यायो होला, कहाँबाट तिर्ने होला त्यो छोरा बुहारीले? छापेको त होइन त्यो पैसा त होइन नि। अनि मैले त्यही भन्दाखेरि नानी मैले गल्ती गरेँ, अब त जान्छु भनेर अनि हिजोदेखि नै तयार भएर आउनु भयो। त्यसको लागि पनि धेरै धेरै धन्यवाद। म त भन्छु नि यो त भगवानै हो है। यो मम्मीले चाहिँ रिबन मेसिनलाई चाहिँ डेली प्रयोग गर्दै गर्दा मम्मीलाई यति स्वस्थ भइरहने क्रममा यो रिबन मेसिनलाई यति राम्रो मेसिनलाई नेपालसम्म भित्राइदिने हाम्रो सरहरूलाई र त्यसरी चाहिँ हाम्रो नयाँ बजारमा यसरी चाहिँ शाखा सञ्चालन गर्ने हाम्रो त्यहाँको चाहिँ सञ्चालक सचिन सरदेखि लिएर हाम्रो सबै अल टिचर्स हाम्रो परिवारलाई चाहिँ उहाँले भगवानको दर्जा दिनुभएको छ। हेर्नुहोस् त, यो स्वस्थ भएर मात्रै भगवानको दर्जा दिनुभएको। हेर्नुहोस्, आफूले गरेको अहिलेको समयको आवश्यकता भनेको खान मन लागेको कुरा खान पाउने, लाउन मन लागेको कुरा लाउन पाउने र जान मन लागेको ठाउँमा जान पाउने हो भने शरीरको अहिले मम्मीले 2,79,000 रुपियाँमा मम्मीले रिबन मेसिन ऊ बेलामा बुकिङ गर्नुभएको थियो भने आज हेर्नु त जिन्दगीमा एकचोटिको लगानी जिन्दगीभरिको लागि मम्मीको लागि अब यो आम्दानीको स्रोत हुने भएको छ भने म मरेर गए पनि मेरो छोराछोरीलाई चिन्नु हुन्छ नि मेरो आमाले यसरी गरेको हो भनेर भनेको जस्तै आफू मरेर गए पनि मेरो छोराछोरीको लागि एउटा सम्झना होस्, एउटा सम्झना स्वरूप एउटा चाहिँ आमाले चाहिँ यस्तो गरिदिनु भएको थियो हाम्रो लागि भनेर भन्यो भने हेर्नुहोस् त आफ्नो घरमा यसरी रिबन मेसिन भित्राउनु भएको छ भने यति धेरै माया गर्ने हाम्रो वर्षा मम्मीको लागि के अरे हाम्रो सरला मम्मीको लागि धेरै धेरै धन्यवाद भने एउटा मिठो एउटा चाहिँ नारा लगाएर अब बिदाई गरौँलास् है। म आउँछु तपाईहरुको लाइभ हाउसमा कार्यक्रम हुँदा मलाई सम्झिनु होला एकदम हामी म आउँछु किनभने लैजाने केही छैन मान्छेले हाँसी खुसी गरेर जाने हो। फल्ला ठाउँमा यस्तो छ भनेर एउटा सम्झना आउँछ हरेक ठाउँमा। म त्यो सोच्छु कि म अरू चाहिँ गयो सिद्धियो भन्ने होइन, मलाई त्यो चिन्ह होस् कि मैले फल्ला ठाउँमा गएर यस्तो भएको होस् भन्ने म चाहन्छु। अहिले हाम्रो यो नेपालभरिका अरू शाखाका बाबुआमाहरूलाई पनि हजुरले के भन्न चाहनुहुन्छ? सबैलाई भने यस्तो राम्रो भनौँ न, मैले भने भगवान मैले भेटाएको हो। हजुरले नसम्झिनु कि यो यतिकै ऊ छ भनेर नसोच्नु। आफ्नो जिउमा के भएको छ त्यो शरीरमा के भएको छ त्यो त आफैले थाहा हुन्छ होइन, अरूले भन्ने कुरा होइन। त्यो नसाको चिज सबै त्यसमा पाउने हो होइन। हरेक चिज तपाईँले गर्नुहोस्, त्यो गरेको तपाईँले स्वाद बुझ्नुहुन्छ होइन, सम्झना हुन्छ। त्यसको लागि चाहिँ तपाईँले टाइम चाहिँ जसरी भन्यो टाइम चाहिँ गर्नु दिनु है म भन्छु। ल पनि धेरै धेरै धन्यवाद भन्दै एउटा छोटो मिठो नाराहरू लगाएर अब हामी बिदा हुने हस् ल है त। मम्मी सुरु गरौँ है ल। ल मिगन लाइफ नम्बर 1, रिबन लाइफ नम्बर 1, बाबा मम्मी नम्बर 1, रिबन मेसिन नम्बर 1, मिगन लाइफ नम्बर 1, हेड अफिस नम्बर 1, ज्याकब सर नम्बर 1, महेश सर नम्बर 1, राजन सर नम्बर 1, सचिन सर नम्बर 1, सरला मम्मी नम्बर 1, हाम्री मम्मी नम्बर 1, राम्री मम्मी नम्बर 1, रिबन मेसिन नम्बर 1। नेपाल आमा की जय, प्यारो प्यारो बाबा मम्मी की जय, सरला मम्मी की जय, नयाँ बजार लाइफ हाउसमा आउने सम्पूर्ण बाबा मम्मी की जय। एकचोटि हाम्रो सरला मम्मीको लागि जोरदार ताली।